साथीहरू वेलकम ब्याक टु हामी चाहिँ बिहेमा गएको बिहेको जान्थे थामा यही हो 35 केजी यो मामाले बेइज्जत गरेर कि 35 केजी यही हो कम्ती बेइज्जत गरिदिएको छ थाहा छ म त भाइरल पो त जेबमा पनि भाइरल छु त 3000 ले लागेर छ यहाँदेखिको यो हिमाल छ नि यो त मकालु होइन मामा यताको हिमाललाई के भन्छ भन्नु त होइन मकालु त यता होइन मकालु यो हाम्रो गाउँदेखि देख्ने हिमाल हो कि हामी सबैजना बिहेमा हिँडेको अर्को फेरि हिजो अस्ति दिदीको बिहे खायो आजको हिँडेको ल साथीहरू मेरो भिडियोमा सबैजनालाई स्वागत छ हामी धेरैजना गएन आज त्यही भएर जाडो छ नि त त्यही भएर यता त हाम्रो गाउँतिर त धेरै चिसो छ त्यही भएर ज्याकेट लगाएर हिँडेको आज चाहिँ अब आफ्नै घरको हेर्नु त जति सक्दो त्यति चाहिँ बनाउनु कोसिस गर्छु भिडियो हेरेर जाने लुक एट दिस भ्यू यता चाहिँ हो के उयो मकालु यो चाहिँ मकालु यहाँ कुहिरोले छोपिरहेको छ मकालु सबैभन्दा के अरे राम्रो हाइएस्ट उयो चाहिँ यता त के पो भन्छ हौ मैले माछा पुछ्रे पनि होइन यताको हिमाल चाहिँ बिर्सेँ बिर्सिनु पाइयो पापालाई थाहा छ भने भन्दा टिचरको लुगा यस्तो हुन्छ यो जुत्ता त फोरै पर्छ त नि स्कुलमा त के विद्यार्थीहरूलाई त सरसफाइको एकदमै ख्याल राख्नुपर्छ अनुशासन हुनुपर्छ भन्दै सिकाउँछ होइन साथीहरू यहाँ हेर्नु त टिचरको जुत्ता हामी लु पढाइ छोडेको हामी त टिचर पनि होइन है लु यतिकै लु यहाँ यत्रो मध्येमा सबैभन्दा फोहोर चाहिँ यही टिचर मामाको मामा हेर्नु त फेरि हिँडाइ बाटो यता हाम्रो बाउजू यसरी हिँड्दै हुनुहुन्छ सबैजना यस्तो गर्दैछ म चाहिँ पुरै नक्कली भएर यहाँ बिहेमा भएपछि यति नक्कल गर्ने चाहनु पर्यो यो पनि भाउजूको मागेको यो पनि भाउजूको मागेको है यो खासमा बिहे गरेकोले मात्रै लाउँछ म बिहे गरेको छैन नि त अब बिहे गरेपछि लाउने साथीहरू यता हाम्रो भाउजू हेर्थ्यो भन्दै साथीहरू आजको ड्रेस सबै कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु अरे देख्ने अनि बहिनीलाई दिदीलाई माया हुन्छ नि के गर्छ नाचिँदाखेरि मैले अन्तमा पर्यो मेरो गल्ती भयो बाबा अगाडि सिकाएको मेरो गल्ती अस्तिको पनि पुरै देखाउनु पाएन नि आजको कस्तो धेरै चलेको नि भ्यू सही आइरहेको छ सब्सक्राइब चाहिँ छैन लाज लाग्छ अनि बढ्दैछ त्यो मेरो 3 वर्ष भयो जन्म हेर्नु बिस्तारै हुन्छ
सन्दगीमा पास पायो भनेर फेरि परिवार कसै बस्न पनि अनि के त्यो छेमा मेरो त के अरे यो के अरे वाइफाई नै नचल्ने केही नचल्ने भइरहेछ हौ के भएको त्यस्तो हिजोदेखि त्यस्तो भएको कि अनि भिडियो अपलोडै गरेछ अरे युट्युबमा हामी चाहिँ गुम्बातिर लाग्यो अगाडि अरू हुनुहुन्छ हेला गरिदिनु साह्रो यता हुनुहुन्छ हाम्रो म्याम यसले त जहिले अनुहार भाँगिन्छ नि हेलो काजु सन्चै हुनुहुन्छ हामी गुम्बातिर गएको भन ल भन्दै एकछिनमा भेट्छु गुम्बामा पुगेपछि साथीहरू फाइनली हाम्रो गाउँको गुम्बामा नै आइपुग्यो यो मोटेसँग यता ऊ भिडियो बनाउँदै हुनुहुन्छ हाम्रो छेमा यता आफ्नै सुरमा टिकटक बनाउँदैछन् हामी फुपूबालाई चाहिँ यसरी बसिरहेको छौँ हेलो गर्दै हो सन्चै हुनुहुन्छ सबैजनालाई खास गरी त मलाई क्यामेरा समाउनु आउँदैन कि कसरी समाउनु पर्ने हो एङ्गलले मिल्दैन हामी चाहिँ गुम्बामा आयो बिहान आएको खासमा चाहिँ हाम्रो छेमा हाँस्दै हुनुहुन्छ हाम्रो नानीको चक्लेट हराइछ खोज्नु परेन अहिले फेरि रुयो भने त्यसको मम्मी पनि छैन दुध कसले खुवाउनु गएको थियो कहाँ राखिदिएँ मैले यसलाई यहाँ झराएन होला यसले राखेको नि यहाँ यतै कता राखेको थियो लुक्याउँदैछ वा हो यस्तो हो नि त नि म यो यस्तो फरफरेको चाहिँ साह्रै मनपर्छ कि छैन है चक्लेट त कहाँ झऱ्यो होस् है अब मैले यहाँनिर राखेको थियो नानी राख्नु त बाटोमै झऱ्यो होला नि यहाँसम्म थियो होइन र खै मेरो नातिको चक्लेट हरायो छजिरामा हेर्नु न ल रिसाइसक्यो रिसाएको जस्तो दुम्म बस्छ ए फाइनली चक्लेट भेटियो चक्लेट भेटियो यहाँदेखि चाहिँ हामी बिदाई हुँदैछौँ आजको लागि चाहिँ टाटा गर्दै हाम्रो गाउँहरू यस्तो छ साथीहरू को कोलाई मनपर्छ लाइक कमेन्ट सेयर सब गरिदिइहाल्नु भन्दै एकछिनमा भेट्छु किनकि यहाँ हेर लु कति आनन्द मानेको यसले कान्छीलाई पछि हे भगवान् मजा लु हेर मजा भएर चाहिँ यसको कान्छी लाउने भएर जहिले बेहुला चाहिँ उयो सुरुमा चाहिँ यसरी बेहुला बेहुली निकालिन्छ हाम्रो चलनमा चाहिँ साथीहरू सम्झेका पनि छैन
हाँ फुल उता चाहिँ म काके ए के छेमा Hello guys, welcome back to my YouTube channel. दर्ची गेम खेल्दैछ आई होप त गर्नु सक्छ होला मन एकदम कान मात्र बिमार छ साथीहरू हामी चाहिँ अब बेदेखि पनि फर्किन लागेको बेको घरदेखि आज खातबारी पुग्नु पर्ने नि त ढिलो हुन्छ होला त्यही भएर हामी चाहिँ अहिले अब बे नसकिकन बेहुली निकालेर यताउता गर्थ्यो त हामी चाहिँ अब लाग्यो 3 बजीसम्म धेरै ढिलो हुन्छ भनेर दाई ए बाबा भाउजू म चाहिँ जाँदैछौँ काका काकीहरू चाहिँ एकछिन आउनुहुन्छ अरे हाम्रो गाउँदेखि अब फेरि बाई बाई भन्दै कति दिनको लागि छोडेर जाँदैछौँ साथीहरू भन्दै अब एकछिनमा तल बाटोतिर भरि भेट्यो भने बनाऊँ ल भए घरमै पुगेर भिडियो एन्डिङ गर्नेछु भन्दै साथीहरू एकछिनमा भेट्छु न यो नानी यस्तो बोकेकै छैन नि त कहिले नि यसरी नि लु हेर त त्यो टाउकै थाप्नु नसकेको जस्तो भइरहेको छ हाम्रो नानीको हामी चाहिँ यसरी जाँदैछौँ छाङको टाइपको फाइनली साथीहरू भन्दै आज चाहिँ नेक्स्ट डे हो बेलुका हो अहिले नै अनि आज म हिजोको भिडियोलाई एन्डिङ गर्नको लागि क्यामेरा बन्द भिडियो स्टार्ट गरेको सबैजनाले हेरेर साथ दिनु होला के कस्तो भयो हाम्रो नेपालको बिहे चाहिँ त्यस्तै हो पुरै त देखाउनु पाएन किनकि रात परिहालेको थियो नि त अनि घर आउनु पर्ने थियो त्यही भएर साथीहरू अबको नेक्स्ट भिडियोमा भेट्न चाहन्छु आजको लागि चाहिँ यति नै भन्दै म बिदा हुन चाहन्छु आजको भिडियोबाट चाहिँ बाई बाई